नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले विशेष महाधिवेशनको सन्दर्भलाई रोक्नुपर्ने बताउनु भएको छ। उहाँले विशेष महाधिवेशन वैधानिक र व्यावहारिक कोणबाट उचित नरहेको दोहोर्याउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पत्रकारसँग बोल्दै उहाँले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताउनु भएको हो। उहाँले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिका अनुसार नै अघि बढ्न आग्रह समेत गर्नु भएको छ। आउँदो फागुन 21 गतेको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति केन्द्रित हुनुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भ तत्काल रोक्नुपर्नेमा उहाँको जोड छ। प्रवक्ता महतले कांग्रेस विभाजित हुने नभई एक ढिक्का भएर चुनावमा जानु नै उपयुक्त हुने बताउनु भएको छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र भएको छ। काठमाडौँको भेरकुटी मण्डपमा भोलि र पर्सि विशेष महाधिवेशन गर्न लागि हो।